नमस्ते सबैजनालाई। आज चाहिँ असोज महिनाको 22 गते। यति बेला म इलाममा छु। यहाँहरू सबैजनालाई थाहै छ होला, गत शुक्रबार शनिबार चाहिँ एकदम भीषण पानी परेको थियो देशव्यापी रूपमा। अनि विशेष गरी चाहिँ पानी पछाडिको वर्षात पछाडिको बाढी पहिरोले चाहिँ एकदमै धेरै ठुलो जनधनको क्षति गरेको छ नेपालमा। त्यसमा पनि इलाम चाहिँ अति प्रभावित छ, किनभने 49 जना डेथ भएकोमा चाहिँ 39 जना चाहिँ इलामको हुनुहुन्छ। त्यो चाहिँ बाँकी यहाँलाई मैले अपडेट गराएँ। र अहिले चाहिँ म ठ्याक्कै भन्नुपर्दाखेरि इलामको राजद्वारी सडक खण्डको माइखोलामा छु। यो माइखोलाको पुल जम्मा यति मात्रै बचेको छ, यहाँलाई म देखाउँछु। यहाँ चाहिँ यो चाहिँ मेची राजमार्ग अन्तर्गतको हाम्रो इलामलाई जोड्ने मुख्य पुल हो। यो मात्र बचेको छ लगभग इलाममा। अन्य पुलहरू चाहिँ भत्किसकेको छ, बेलासेको, त्यसै गरी अन्य पुलहरू। अनि यो बाटो चाहिँ मान्छेहरू यहाँ पारीसम्म चाहिँ हिजोबाट चाहिँ यातायातहरू सञ्चालनमा आएको छ, तर पैदल हिँड्नेको लागि मात्रै हो, यात्रुवाहक मात्रै चल्छ, किनभने गाह्रो छ। यो चाहिँ पुलको अवस्था चाहिँ अघि मेयर साहबसँग बुझ्दाखेरि यो मापन नगरी चाहिँ यहाँबाट मालवाहक सामानहरू चाहिँ मिल्दैन तार्नु भनिराख्नु भएको छ। यहाँ देखिराख्नु भएको छ, बिरामी पनि भर्खर ल्याउनु भयो। बिरामी अत्यावश्यकलाई चाहिँ उहाँहरूले हेल्प गरिराख्नु भएको छ नेपाल आर्मीले। त्यसै गरी सशस्त्रको स्टाफहरू हुनुहुन्छ, त्यसै गरी रेड क्रसको पनि यहाँनिर हेल्थ क्याम्पिङ राख्नु भएको छ। त्यस्तै गरी क्याम्पिङ राखेर उहाँहरूले सपोर्ट गरिराख्नु भएको छ। इलामको हरेक स्थानीय तहको मान्छेहरू त्यति नै खटिराख्नु भएको छ। जनप्रतिनिधि कर्मचारी यहाँ पनि देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ यो बाटो चाहिँ बाइकसम्म हुनेको लागि चाहिँ भोलिसम्म खुलाउनु जति सक्दो प्रयास भइरहेको छ भनेर मेयर साहबले अघि बताइराख्नु भएको थियो। यहाँ चाहिँ बाटो खुलाउने काम भइरहेको छ। अनि इलाममा धेरै क्षति भएको छ। मैले यो पोस्टबाट नै यहाँलाई के पनि जानकारी गराउँछु भने इलामलाई चाहिँ अहिले सद्भाव सम्मान मात्र नभएर इलामलाई सहयोग पनि चाहिएको छ। जति सक्दो तपाईँहरूले चाहिँ यो मैले देखाइरहेको चाहिँ यो चाहिँ मुख्य सडकको मात्रै समस्या हो क्या, तर गाउँ गाउँमा कति धेरै क्षति भएको छ। मान्छेहरूले आफ्नो आफन्त गुमाउनु भएको छ। त्यो सँगसँगै उहाँले धन जन सबै थोक गुमाइराख्नु भएको छ। विशेष गरी इलामको चाहिँ सूर्योदय नगरपालिका, इलाम नगरपालिका भन्दा पनि बेसी क्षति चाहिँ माइजोकमा र सन्तकपुरमा छ। त्यसै गरी 39 जनामा एकजना चाहिँ बेपत्तै हुनुहुन्छ। यहाँलाई थाहा नै पनि छ होला, अपडेट नै हुनुहुन्छ होला। अनि दसैँको बेला एकदम इलामेलीलाई चाहिँ एकदम दशा लाग्यो है। अनि नेटवर्क पनि एकदम कम छ। सकेसम्म चाहिँ यहाँलाई म अपडेट गराउन खोज्छु, किनभने म नै गाउँबाट भर्खर आएको सदरमुकाम।